हो डियर निम, आफ्नो बनाउनको लागि पैसा नै चाहिन्छ। हो पैसा नै चाहिन्छ। र मैले फेरि हात जोडेर मेरो दिदीबाट पैसा लिए अनि फेरि म काठमाडौँतर्फ लागेँ। र मैले पत्रिकामा अनि वैदेशिक रोजगार यापमा डिमान्ड खोजेर मेन पावरसम्म पुगेँ र त्यहाँ गएर इन्टरभ्यू दिइसकेपछि हो दर्शकबिन के भयो बाँकी कुरा अर्को कथामा तपाईँलाई सुनाउनेछु। आजको कथा यति नै भयो। यतिन्जेलसम्म मेरो यो वास्तविक कथा सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, यदि तपाईँलाई